आज हामी नेपालको सार्वजनिक प्रशासनको भित्री कथा हेर्दैछौँ। खासमा देशको शासन प्रणालीमा के समस्या छ र त्यसलाई कसरी सुधार्न सकिन्छ भनेर भविष्यका प्रशासकहरूलाई तयार पारिएको सामग्रीको आधारमा हामी यो छलफल गर्दैछौँ। ल सुरु गरौँ है त। हामी 5वटा मुख्य विषयमा कुरा गर्नेछौँ। पहिलो, शासनमा देखिएका चुनौतीहरू के हुन्। दोस्रो, प्रशासनिक सुधार कसरी गर्ने। तेस्रो, संविधानवादको खास अर्थ के हो। चौथो, मानव अधिकारको संरक्षण किन महत्त्वपूर्ण छ। र अन्त्यमा अब अगाडि बढ्ने बाटो के हो त। यिनै विषयमा आज हामी केन्द्रित हुनेछौँ। ल पहिलो खण्डबाटै सुरु गरौँ। नेपालको शासनमा खास चुनौती के छ। सबैभन्दा ठूलो प्रश्न त यही हो। आखिर नागरिकहरू किन सधैँ असन्तुष्ट देखिन्छन्। हो, यही हो मूल प्रश्न। सरकारले गर्ने काम र नागरिकले राख्ने अपेक्षाबीच यत्रो ठूलो खाडल किन छ। स्रोत सामग्रीले के भन्छ भने यसको पछाडि भ्रष्टाचार, विकासमा ढिलासुस्ती र सुशासनको कमी जस्ता ठूला कारणहरू छन्। आफै सोचौँ न, एउटा सानो बाटो बन्न वर्षौं लाग्छ। सरकारी अफिसमा एउटा सामान्य कामका लागि पनि अनेक झन्झट बेहोर्नुपर्छ। यस्तो भएपछि सरकार र नागरिक बीचको दूरी त बढ्ने नै भयो नि, होइन र। नेपाल संघीयतामा गएपछि यसको मूल मर्म भनेको सहकारी शासन हो। अब यो सहकारी शासन भनेको के हो त। सिधा भाषामा भन्नुपर्दा केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरूले एकअर्कासँग समन्वय र सहकार्य गरेर काम गर्ने प्रणाली हो। सुन्दा त कति राम्रो लाग्छ, होइन। तर व्यवहारमा भने यसमा केही चुनौतीहरू छन्। सिद्धान्तमा राम्रो भए पनि व्यवहारमा सहकारी शासन किन प्रभावकारी हुन सकेन, यसका केही गम्भीर कारणहरू छन्। स्रोत सामग्रीले औल्याए अनुसार पहिलो समस्या त तीनै तहका सरकारको काम, कर्तव्य र अधिकारै प्रष्ट छैन, जसले गर्दा एउटै काममा धेरैको दाबी देखिन्छ। समन्वय गर्ने संयन्त्रहरू छन्, तर तिनीहरू नाम मात्रका भएका छन्, प्रभावकारी छैनन्। अनि प्रदेश र स्थानीय तहहरूले संविधानले दिएको अधिकार समेत राम्ररी प्रयोग गर्न पाएका छैनन्। यसले गर्दा संघीयताको जुन उद्देश्य हो त्यही कमजोर हुन पुगेको छ। ल, समस्याहरूको त पहिचान भयो। अब पालो आयो समाधानको। यो खण्डमा हामी प्रशासनिक प्रणालीलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा केन्द्रित हुनेछौँ। अब हेर्नुहोस्, नेपालमा प्रशासनिक सुधारका कुरा त धेरै भए, आयोगहरू पनि बने, तर ती किन सफल भएनन् त। यही प्रश्नलाई मनमा राखेर हेरौँ यो सामग्रीले के कस्ता उपायहरू सुझाउँछ। सुधारको आवश्यकता नै किन पर्यो त। किनभने हाम्रो कर्मचारी तन्त्रले केही ठूला बाधाहरू झेलिरहेको छ। जस्तै अधिकारको दोहोरोपन। एउटै काम प्रदेशले पनि गर्ने, सङ्घले पनि गर्ने। यसले अन्यल मात्रै बढाएको छ। स्थानीय तहमा सेवा दिने क्षमता अझै कमजोर छ। अर्कोतर्फ हामी डिजिटल युगको कुरा गर्छौं, तर हाम्रो सरकारी कामकाजमा ई-गभर्नेन्स अझै प्रभावकारी हुन सकेको छैन। अनि सबैभन्दा ठूलो कुरा, जवाफदेहिताको कमी, जसले पारदर्शितालाई कमजोर बनाएको छ। यहाँ समाधानको लागि एउटा 5 बुँदे योजना नै प्रस्तुत गरिएको छ, जसले प्रशासन सुधारको स्पष्ट खाका दिन्छ। पहिलो, स्पष्ट कानून बनाउने, जस्तै संघीय र प्रदेश निजामती सेवा ऐन। दोस्रो, कर्मचारी तन्त्रका अनावश्यक तहहरू हटाएर यसलाई छरितो बनाउने। तेस्रो, कर्मचारीको क्षमता र सिपको आधारमा मूल्याङ्कन गरेर मानव संसाधनको राम्रो व्यवस्थापन गर्ने। चौथो, अब प्रविधिको पालो, ई-गभर्नेन्स र डिजिटल अभिलेखलाई प्राथमिकता दिने। र पाँचौं, जवाफदेहिता बढाउन नागरिक बडापत्र, सामाजिक परीक्षण जस्ता कुराहरूलाई अनिवार्य नै गर्ने। अब यी सुधारका कुराहरू सुन्दा अलि सैद्धान्तिक लाग्न सक्छन्, तर यसको सिधा असर हामी सबैको दैनिक जीवनमा पर्छ। सोचौँ त, जब प्रशासन सुध्रिन्छ, एउटा लाइसेन्स बनाउन वा स्वास्थ्य चौकीमा सेवा लिन महिनौं कुर्नु पर्दैन। सेवा छिटो हुन्छ, सजिलो हुन्छ। त्यसैले यो सबैको चासोको विषय हो। अहिलेसम्म हामीले सरकारले कसरी काम गर्छ भन्नेमा कुरा गर्यौं। अब अलि गहिरो विषयमा जाउँ। सरकारले निश्चित सिद्धान्तमा किन चल्नुपर्छ। यो खण्डमा हामी शासनको आत्मा अर्थात् संविधानवादको बारेमा कुरा गर्नेछौँ। संविधानवाद, यो शब्द सुन्दा अलि जटिल लाग्न सक्छ, तर यसको अर्थ एकदमै सरल छ। संविधानवाद भनेको देशमा एउटा संविधानको किताब हुनु मात्र होइन। यो त एउटा सिद्धान्त हो जसले भन्छ सरकार सर्वशक्तिमान होइन, सरकारको शक्ति असीमित हुँदैन, त्यो संविधानले तोकेको सीमाभित्र रहनुपर्छ। मतलब सरकार कानूनभन्दा माथि होइन, कानूनको अधीनमा हुन्छ। यसले सरकारलाई मनमानी गर्नबाट रोक्छ। संविधानवादको यो अवधारणा आजको होइन नि, यसको जरा त इतिहासमा धेरै गहिरो छ।
1215 को म्याग्ना कार्टादेखि सुरु भएर 1679 को बिल अफ राइट्स, 1787 को अमेरिकी संविधान हुँदै 1948 को मानव अधिकारको विश्वव्यापी घोषणापत्रसम्म यी सबै ऐतिहासिक माइलस्टोनहरूले सरकारको शक्तिलाई सीमित गर्ने र नागरिकको अधिकारलाई बलियो बनाउने एउटै यात्रा तय गरेका छन्। अब नेपालकै कुरा गरौँ। संविधानवादलाई बलियो बनाउन हाम्रो संविधानमा पनि केही सुधारका कुराहरू उठिरहेका छन्। स्रोत सामग्रीका अनुसार विशेष गरी न्यायाधीश नियुक्ति प्रक्रियालाई कसरी अझै पारदर्शी बनाउने, निर्वाचन प्रणालीलाई कसरी थप समावेशी बनाउने र सबैभन्दा महत्त्वपूर्ण सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारलाई कसरी स्पष्ट पार्ने भन्ने जस्ता विषयमा बहस चलिरहेको छ। यिनै हुन् अहिलेका मुख्य संवैधानिक सवालहरू। ल, अब हाम्रो चौथो खण्डमा जाउँ, जुन कुनै पनि लोकतान्त्रिक देशको जग हो, मानव अधिकारको संरक्षण। एउटा निकै सुन्दर भनाइ छ, मानव अधिकार मानव सभ्यताको उत्कृष्ट उपहार हो। यो भनाइले नै सबै कुरा भन्छ। मानव अधिकार भनेको मानव भएकै कारणले स्वतः प्राप्त हुने अधिकार हो। यो सभ्यताले हामीलाई दिएको सबैभन्दा ठूलो र महत्त्वपूर्ण उपहार हो। मानव अधिकारका केही खास विशेषताहरू हुन्छन् जुन बुझ्न जरुरी छ। पहिलो, यी अधिकारहरू जन्मसँगै आउँछन्, कसैले दिने वा खोज्ने कुरा होइन। दोस्रो, यो विश्वव्यापी हो, मतलब संसारको कुनै पनि कुनामा बस्ने मानिसका लागि यो बराबर हुन्छ। अनि महत्त्वपूर्ण कुरा, यी अधिकारहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनले संरक्षण गरेको हुन्छ, जसले मानव मर्यादालाई सधैँ माथि राख्छ। नेपालमा मानवाधिकार संरक्षणको व्यवस्था कस्तो छ त? हेर्नुस्, यहाँ दुई तहको संरचना छ। अन्तर्राष्ट्रिय स्तरमा हामीले मानवाधिकार सम्बन्धी महत्त्वपूर्ण घोषणापत्र र महासन्धिहरूमा हस्ताक्षर गरेका छौँ, र राष्ट्रिय स्तरमा हाम्रो संविधानले नै भाग 3 मा मौलिक हकहरूको ग्यारेन्टी गरेको छ। त्यति मात्र होइन, मानवाधिकारको रक्षा गर्नकै लागि राष्ट्रिय मानवाधिकार आयोग जस्तो शक्तिशाली संवैधानिक निकाय पनि छ। ल, अब हामी लगभग अन्त्यमा आइपुगेका छौँ। हामीले समस्याहरू हेर्यौँ, सुधारका उपायहरू पनि केलायौँ। अब प्रश्न उठ्छ, बलियो शासनतर्फ जाने दिगो बाटो चाहिँ के हो त? अन्ततः यी सबै बहस र सुधारको एउटै मात्र लक्ष्य हो, एउटा यस्तो प्रशासनिक प्रणाली बनाउने जुन सङ्घीयता सुहाउँदो होस्, काम कारबाहीमा छिटो छरितो होस्, जनताप्रति पूर्ण रूपमा जवाबदेही होस् र हरेक निर्णय गर्दा नागरिकलाई केन्द्रमा राखोस्। बलियो शासनको मूल मन्त्र नै यही हो। अन्तमा एउटा निकै गम्भीर प्रश्न। हामीले हेर्यौं, नेपालसँग समस्या के हो र समाधान के हुन सक्छ भन्ने स्पष्ट खाका छ। सुधारको लागि मार्गचित्र पनि तयार छ। तर समयभन्दा ठूलो र निर्णायक प्रश्न यो हो, त्यो मार्गचित्रमा हिँड्नका लागि आवश्यक राजनीतिक इच्छा शक्ति के त्यो साँच्चै बलियो छ त? यो प्रश्नमाथि विचार गर्न छोड्दै आजको लागि यो प्रस्तुति यही टुङ्ग्याउँछु।